नमस्कार लस्सो फ्याफुला अनि टसे देलेगादने सम्पूर्ण महानुभावहरू म जोन्सन लामा तामाङ। आज म अत्यन्तै गम्भीर तर अत्यन्त आवश्यक विषय लिएर तपाईहरु सामु उपस्थित भएको छु। केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक तथा टिकटक का विभिन्न प्लेटफर्महरु मार्फत एकजना कथित साक्पा गुरुले आफू महाकालको 6औं अवतार भएको दावी गर्दै भने बोलेका भिडियोहरू निकै नै भाइरल भइरहेका छन्। ढुलो कुलबो डम्ब नामदगी हाम्रै नेमे ढुलो कुलै धेरै पुर्खाको मिनीहरु चाहिँ सोतो लुदो कुलबो डामा महाकालको पुनर्जन्म भएर यही ठाउँमा चाहिँ पुनः ध्यान तपस्या सिद्धि प्राप्त गर्न लागि आउनु भएको थियो। त्यो उहाँ मिमे चाहिँ ढुलो कुलबो डम्ब नामदगी नेमे सिद्ध बाव उहाँको नाम चाहिँ सिद्ध बाव ढुलो कुलबो नामदगी नेमे ढुलो कुलबो डम्ब नामदगी। तर हामी त्यो भाषा धेरै छ, बोल्ने शैली धेरै छ, ढुलो नम्बर दम्ब के नेमेले तर एउटै हो है त। तर यो ठाउँको सिद्धि बाबा भन्छ, यहाँ चाहिँ कुनैले सिद्धि बाबा भन्छ यहाँ ठाउँ मन्दिरमा ढुलो कुलबो डम्ब नम्द के नेमेले शक्तिशाली छ। उहाँ चाहिँ मैले त्यसको बारेमा केही कमेन्ट मार्फत केही कुराहरू र प्रश्नहरू र आपत्ति राखेको थिएँ। त्यही कारणले हिजो राति उनले आफ्नै फेसबुक अकाउन्टबाट मलाई मेसेज गरेर फर्काउने, फोन गरेर धम्क्याउने प्रयास समेत गरे। त्यसैले आज म यो भिडियो कसैले अपमान गर्न होइन कि सत्य तथ्य राख्न र समाजमा फैलिरहेको भ्रमको खण्डन गर्न बनाउन खोजिरहेको छु। पहिलो कुरा त बौद्ध शास्त्र अनुसार महाकाल अवतार भएर आउने यो कुरा सम्भव नै छैन, किनकि बौद्ध धर्ममा महाकाललाई अवतार होइन कि धर्मपालकको रूपमा, धर्म प्रोटेक्टरको रूपमा मानिने गर्छ। शास्त्र अनुसार महाकाल बौद्ध धर्मका 8 महान धर्मपालमध्ये एक हुनुहुन्छ र उहाँ करुणामय बोधिसत्व फाबचेन्द्र सिकको क्रोधी रूप हुनुहुन्छ र धर्मको रक्षा र साधकको संरक्षण गर्ने काम गर्नुहुन्छ। बौद्ध धर्मका ग्रन्थहरूमा उल्लेख भए अनुसार चाहिँ महाकाल स्वभावतः निराकार शक्ति हुन् र मैले गरेको अध्ययन अनुसन्धान अनुसार र विभिन्न धर्मगुरुहरूको बानी अनुसार उनी शरीर धारण गरेर मानिसको रूपमा जन्मिन्छन् भन्ने कुनै पनि शास्त्रमा ग्रन्थमा उल्लेख छैन। अर्थात् मै महाकालको अवतार हुँ भन्ने दावी सिधै बौद्ध सिद्धान्त र बौद्ध मत विपरीतका कुराहरू हुन्। शास्त्र नपढेका नबुझेका मानिसहरूले मात्र यस्ता दावी गर्छन्। यही कारणले म भन्न चाहन्छु कि जबसम्म बुद्धका अनुयायीहरू आफ्नो धर्मबारे शिक्षित हुँदैनन्, यस्ता साक्पा गुरुहरू हजारौं जन्मि नै रहन्छन्। समाजमा अन्धविश्वास र धार्मिक ज्ञानको कमी हुँदासम्म हरेक वर्ष नयाँ नयाँ बाघको खोल ओढेर आएका स्यालहरू जन्मिनै रहन्छन्। तपस्या, शक्ति, चमत्कारको नाममा ठगी धन्दा चल्छ। मानिसको कमजोरी, दुःख, पीडा र मानसिक तनावको फाइदा उठाइन्छ। अर्को कुरा, बिना गुरु र मार्गदर्शन बिना ध्यान साधना गर्दैमा, जंगल बस्दैमा बुद्ध हुने भए आज जंगलका सबै जनावरहरू बुद्ध भइसकेका हुन्थे होला। महिनौसम्म खाएर नखाएर बसेको मान्छेको शारीरिक बनावट उस्तै रहनु अझ मोटाउँदै गएको जस्तो देखिनु हैन। यति स्पष्ट झुट पनि कसरी मान्ने? सामान्य दिमागले सोच्दा पनि बुझिहालिन्छ नि हैन। 49 दिनसम्म केही नखाई बस्न सकिन्छ होला। विज्ञानले के भन्छ त भन्दा मानव शरीर 3 देखि 7 दिन बिना पानी बाँच्न सक्दैन। 21 दिन भन्दा माथि पूर्ण निराहार बस्दा अंगहरू बिग्रिन थाल्छन्। 49 दिन त अत्यन्तै डरलाग्दो सीमा हो। तर यस व्यक्तिले आफ्नै एकाउन्ट मार्फत प्रत्येक दिनको ध्यानको भिडियो बनाएर पोस्ट गरेको देखिन्छ। भिडियो हेरेरै देख्न र थाहा पाउन सकिन्छ कि शरीरमा श्रिङ्किङ छैन, मसल लस छैन, कमजोरीका लक्षणहरू छैन, आवाज, बोलाइ, मुखको मुभमेन्ट सामान्य छ। यो त निराहार होइन,
पक्कै पनि यो निराहार होइन कि नाटकीय तपस्या मात्र हो, प्रचार र फलोअर्स बढाउने साधन मात्र हो, पाखण्डीपन र ढोंगी नीतिको यो पराकाष्ठ हो भन्न सकिन्छ। त्यसमाथि उनी बारम्बार एउटै अज्ञात भाषा ढुलो कल्प नबगे भन्ने एउटै शब्द पटक पटक भन्दै आफै नेपालीमा फरक फरक अर्थ हो जस्तै गरेर अनुवाद गर्छन्। यो नै प्रमाण हो, यो कुनै दैवी भाषा होइन, यो आफैले बनाएको अभिनय मात्र हो। यो अत्यन्त डरलाग्दो कुरा हो, किनकि हामी सबैले थाहा छ मानसिक रोग उपचार जुन छ, उहाँले आफैले भन्नुभएको छ कि मलाई डिप्रेसनको सबै उपचार विधि थाहा छ र डिप्रेसनको ज्ञाता म यो भन्नुभएको छ। यो मैले ध्यानबाट के प्राप्त गरेको छ भने विश्व जगतमा चाहिँ धेरै मानवको हत्या, हिंसा र के को डिप्रेसन भन्ने, डिप्रेसनको पनि मैले सिद्धि प्राप्त गरेको छ। डिप्रेसन भनेको 3 किसिमले हुँदो रहेछ। ढुलु कुलबो डम नम द के, यो त ग्यारेन्टी साथ दिन्छु, त्यसको मन्त्र मसँग छ। कोटा नम द के नेने के लसम द कुलबो डम नम द के नेने ता मारो डोलो डम नम द के नेने सम भाषु नम दम के। त्यसै गरी मैले धेरै मेहनत गरेको छु, मैले धेरै ध्यान गरेको छु, तपस्या गरेको छु। मैले यहाँभन्दा काठमाडौँमा पनि मैले रुममा 3 महिनासम्म केही नखाए भने मैले गरेको छु। र हामी सबैले यो कुरा छर्लङ्ग छ, थाहा छ मानसिक रोग भनेको उपचारको विषय हो। डिप्रेसन, एन्जाइटी, ट्रमा यी सबै ट्रेनर हैन, काउन्सिलर र साइकियाट्रिस्टले हेर्ने विषयहरू हुन्। कुनै पनि व्यक्तिले साबित नभएको शक्तिको आधारमा मानिसको मानसिक रोगको उपचार चाहिँ गर्न सक्दैन। यस्तो दाबीले धेरै मानिसहरू शारीरिक मानसिक उपचारबाट टाढा हुन जान्छन्। यो झुटको खेती चलिरहन्छ। अन्तत समाज नै यो जोखिममा पर्न सक्ने यो सम्भावना चाहिँ हुन सक्छ। कतै नभएको भाषाहरू बोलेर जथाभावी बग्दै गर्दा डिप्रेसनको उपचार गर्ने ज्ञाता मै हुँ भन्ने मान्छे कतै आफै नै चाहिँ डिप्रेसनको शिकार त होइन? यो प्रश्न किन नगर्ने हैन? तपाई आफै चाहिँ डिप्रेसनको शिकार हो भन्ने प्रश्न आम जनमानसले किन नगर्ने? मैले केवल केही प्रश्नहरू मात्र सोधेको थिएँ र ममाथि केही धम्कीपूर्ण शब्दहरू चाहिँ उहाँले प्रयोग गर्नुभएको छ। बौद्ध शास्त्र विपरीत कार्यहरू भइराखेको देखेको कारणले गर्दाखेरि मैले केही प्रश्न र आपत्ति जनाएको थिएँ। त्यसको जवाफ दिनको साटो उनले मलाई राति यो मेसेज गरी, अब म तिमीलाई छोड्दिन कि तिमी भाइरस हो, फोन रिसिभ गर, डराको भन्ने खालका शब्दहरू प्रयोग गरे। तर मलाई थाहा थियो कि धर्मका नाममा चमत्कार बेच्नेले जब प्रश्न सोधिन्छ सत्य बोल्ने होइन, धम्की दिने कुरा गर्छन्। यदि भएपछि सत्य आम्ने सामने राख्नु मेरा लागि आवश्यक भयो। त्यसैले यो भिडियो बनाएको छु। बौद्ध धर्म अन्धविश्वासमा होइन, ज्ञान र विज्ञानमा टेकेर उभिएको धर्म हो। बुद्धले नै भन्नुभएको छ, मेरो धर्म नष्ट गर्ने अबौध होइनन्, मेरै अनुयायीहरूमा छिरेका अन्धविश्वासी र ढोंगी व्यक्तिहरूले हुन्। यस्तो समय अहिले हो, हामीले प्रश्न गर्नै पर्छ, प्रमाण खोज्नै पर्छ। अन्धविश्वासले समाजको मानसिकता कब्जा गर्न नदिनै पर्छ। बुद्ध धर्म दर्शनको अपव्याख्या र सिद्धान्त विपरीतका कार्यहरू सिङ्गो बौद्ध धर्म र बौद्ध धर्म माथिको अप्रत्यक्ष सिङ्गो बौद्ध धर्म र बौद्ध बौद्धहरूमाथिको अप्रत्यक्ष प्रहार हो। त्यसैले यस किसिमका कार्यहरूलाई रोक्नु सम्पूर्ण बौद्धहरूको कर्तव्य हो। मेरो विनम्र अनुरोध छ, यस्ता दाबीहरूको सत्य तथ्य छानबिन होस्, सम्बन्धित निकायको ध्यान जाओस्, लामा गुरुहरू, विद्वान तथा सम्पूर्ण बौद्ध संघ संस्थाहरूको पनि ध्यान केन्द्रित होस्। निजी स्वार्थ, व्यक्तिगत फाइदा र लोक रिझाइका लागि कुनै अमुक व्यक्ति र तिनका आसेपासेहरूले गरिएका धर्म विपरीत र सिद्धान्त विपरीत गरिएका गलत क्रियाकलापहरूले कुनै पनि मानिस यो प्रकारको भ्रमको जालमा नफसुन्। यो भिडियो सबैले शेयर
गरी धेरैभन्दा धेरै मानिसहरूको माझमा पुर्याइदिनु होला। तपाईको एउटा सकारात्मक प्रयासले यस्ता भ्रमको खेतीको सदाको लागि, यस्ता भ्रमका खेतीहरू सदाका लागि बन्द हुन सक्छ। अन्त्यमा यतिन्जेलसम्म मेरो यो भिडियो हेरेर साथ दिनुभयो यहाँ सम्पूर्णलाई हार्दिक हार्दिक धन्यवाद र साधुवाद प्रकट गर्दै म बिदा हुन्छु। नमस्ते। लसो फ्याफुल्ला थुजेछे।